दुःखद खबर सल्यान राप्ती लोकमार्ग अन्तर्गत चोरखोला खण्डमा आज बिहान डबल क्याब बोलेरो जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने 3 जना घाइते भएका छन्। ग 1 ज 5661 नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा चालक पूर्व रुकुम सिस्ने गाउँपालिका वार्ड नम्बर 4 निवासी 34 वर्षीय विजय विश्वकर्मा घटनास्थलमै ज्यान गुमाएको कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिनुभएको छ। उहाँका अनुसार दुर्घटना निकै भयावह प्रकृतिको थियो र जीप सडकबाट तल खसेर छेदविच्छेद अवस्थामा पुगेको थियो। दुर्घटनामा लगतै प्रहरी चौकी कपुरकोटबाट प्रहरी टोली र स्थानीय बासिन्दा उद्धारका लागि घटनास्थल पुगेका थिए। चालकलाई तत्काल उद्धार गरी बचाउने प्रयास गरिए पनि उनको घटनास्थलमै मृत्यु भइसकेको पुष्टि भएको प्रहरीले जनाएको छ। घाइते 3 जनालाई स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि नजिकको स्वास्थ्य संस्थातर्फ पठाइएको छ। उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा जीप अनियन्त्रित भई दुर्घटना भएको देखिएको छ भने सडकको अवस्था, गति तथा अन्य प्राविधिक पक्षबारे विस्तृत अनुसन्धान भइरहेको छ। दुर्घटनास्थल साँगुरो मोड र उकालो ओह्रालो क्षेत्र भएकोले सवारी साधन चलाउँदा विशेष सावधानी आवश्यक रहेको स्थानीयवासी बताउँदछन्। यस दुःखद घटनाले आसपासका बासिन्दालाई स्तब्ध बनाएको छ। मृतक विजय विश्वकर्माप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति गहिरो संवेदना प्रकट गरिएको छ। प्रहरीले उक्त सडक खण्ड यात्रा गर्दा सावधानी अपनाउन सबै सवारी चालकलाई आग्रह गरेको छ।